शिक्षक आन्दोलनका बीचमा कक्षा 12को परीक्षा वैशाख 11 गतेबाट नै हुने कक्षा 12को परीक्षा वैशाख 11 गतेबाटै हुने भएको छ। मङ्गलबार बिहान बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले परीक्षा वैशाख 11 गतेबाटै सुरु हुने निर्णय गरेको बोर्डका एक कर्मचारीले जानकारी दिएका छन्। उनका अनुसार सम्पूर्ण जिल्लाका परीक्षा समन्वय समिति मार्फत परीक्षा केन्द्र भएका विद्यालयहरूलाई परीक्षा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको छ। अब शिक्षकहरूको आन्दोलनले कक्षा 12को परीक्षा प्रभावित नहुने देखिएको छ। यो सँगै विद्यार्थीहरूलाई आफ्नो प्रवेश परीक्षा सङ्कलन गर्न र परीक्षा दिन तयार भएर बस्न समेत बोर्डले आग्रह गरेको छ। विद्यालय शिक्षा ऐन माग गर्दै शिक्षकहरू चैत्र 20 गतेदेखि काठमाडौँ केन्द्रित आन्दोलनमा आउँदा कक्षा 12को परीक्षा कसरी हुन्छ भन्ने अन्योलमा थियो। यसअघि बोर्डले शिक्षकहरूलाई कक्षा 10को परीक्षा उत्तर पुस्तिका परीक्षण गर्न र कक्षा 12को परीक्षामा सहभागी हुन आग्रह गरेको थियो। तर शिक्षकहरूले सरकारले आफूहरूसँग पटक पटक सम्झौता गरेर पनि कार्यान्वयन नगरेको भन्दै यसपटक ऐन लिएर मात्रै कक्षा कोठामा फर्कने अडानमा छन्।